हेलो साथीहरू, नमस्कार। म लामो समयपछि झन्डै 15 दिन काठमाडौँ बसेपछि जिल्ला फर्किँदै गरेको थिएँ। जाँदाखेरि यो निर्माण काम सुरु भएको थिएन र आज फर्किँदैछु 15 दिनपछि यो निर्माण कार्य सुरु भएको छ। लेउटी खोलाको यो फेदीमा यो चाहिँ हरेक त्यसमा चाहिँ गएको वर्ष असोजमा बगाएको रोड हो। यो गएको वर्ष असोजमा बगाएको रोडमा अहिलेसम्म निर्माण कार्य भएको थिएन र आजदेखि यो निर्माण कार्य सुरु भएको रहेछ। यसको चाहिँ तलबाट वालहरू उठाएर, मेसिनरी वाल उठाएर यो पुनर्निर्माणको कामहरू सुरु भएको रहेछ। यो खोलाले, यो लेउटी खोलाले यसको चाहिँ हरेक 5 वर्षमा यसलाई बगाइरहेको छ। यो लगातार यो तेस्रो पटक बगाएको हो र यो यहाँ पारि खेतहरू थिए, यो खेतहरू पनि बगाएको छ र खास गरी यो भत्किएको चाहिँ यो माथिको खोलाबाट झर्ने, यो डाँडाको बिचबाट एउटा खोला झर्छ। यो खोलाबाट झर्ने कि पहिरो झर्छ, त्यसले चाहिँ यो खोलालाई सुन्दिँदाखेरि अनि यतापट्टि रोडतिर यसलाई डिस्टर्ब गर्दछ। यहाँ निर्माण कार्य भइरहेको छ। यो साह्रै खुसी लाग्यो। यो छिटो निर्माण हुनुपर्छ।